यो चाहिँ म बाँसको तामा काट्दैछु। अनि म काट्दैछु यसलाई काटेर सफा गरेर तामा धुइधाइ गरेर सब्जी मजा लाग्छ। अलिकति बोइलिङ गर्नुपर्छ। हिजो पनि खाएँ मासुसँग बोइलिङ गरेर पानी फेकेर अनि भुटुवा गर्नुपर्छ। कामले भेन्डी हिजो मासुसँग खाएको थिएँ अनि बाँसको राम्रो लाग्यो खानु। आज पनि भुटुवा बनाउने अनि बनाउँछु। राम्रो लाग्छ खानु। बुढोले त्यति मैले खाने मैले खाने हो बाँसको तामा। एकजनाले दिएको थियो खा भनेर।